अब हामीले बुझेको कुरा चाहिँ अब यहाँ चेलीबेटी हराइरहेको छ हैन, त्यो चासो छैन कम्युनिस्टका नेताहरू अधिकांश नेताहरूलाई। आफ्नो चेलीबेटी 14,000 चेलीबेटी हराउँदाखेरि चीनतिरै गएर उनीहरू अहिलेसम्म पनि रेकर्ड हेर्दाखेरि पनि कहाँ छन् के छन् अत्तो छैन। तर उहाँहरूलाई अझ पनि चुनावी माहौल कसरी क्रिएट गर्ने, कसरी पैसा भएको 1600 करोड कहाँ सिद्ध्याउने भन्नेतिर छ कि आफ्नो चेलीबेटी चाहिँ कहाँ छ, कसरी संरक्षण गर्ने, उनीहरूलाई आफ्नो देशमा कसरी ल्याउने भन्ने चाहिँ कहीँ कसैलाई छैन। त्यही भएर म यति मात्र जनताहरूसँग के कोसिस गर्छु भने हजुरहरू मिडिया साथीभाइहरूसँग पनि हाम्रा चेलीबेटी जुन हराएका छन् उनीहरूलाई खोजेर ल्याउनु पर्यो। त्यसपछि तिमीहरू चुनाव गर्छौ कि जुधेर लडेर मर्छौ कि जेसुकै गर, त्यति हो। अहिले नेपालबाट तस्करी हुन्छ, मानव तस्करी भन्ने कुरोहरू आउँछ, चीनतिर पनि हुन्छ। अब चीनमा हराएका महिलाहरूको अहिलेको अवस्थाबारे यहाँको भनाइ के छ? अब त छैन, उहाँहरूको एउटा रेकर्ड पनि कमसेकम यति बुझियो कि उहाँहरू हराउनु भयो। तर चीनतिरै जाँदाखेरिको केसमा देखियो उहाँहरू चीनतर्फै लाग्दाखेरि हराउनु भयो। तर कहाँ हुनुहुन्छ के हुनुहुन्छ त्यो पत्ता लगाउने अब सरकारको काम हो नि त। जतिखेर पनि चुनाव लडाएको छ, जे गरेको छ, एउटा संविधान उयो गरेर सङ्गठन गरिसकेपछि हरेक चिज आफ्नो चेलीबेटीलाई पहिले संरक्षण गर न, त्यति हो भन्ने। र काङ्ग्रेसको भूमिका यही नै हो। अनि तपाईहरु कांग्रेसमा रहेर यो कुराहरुको आवाज कतिको उठाउनुहुन्छ? एकदमै मर्ते दम तक हाम्रो यही नै कोसिस हो। आफ्नो चेलीबेटी लाई कसरी आफ्नो ठाउँमा गुमिएका चेलीबेटीलाई फेरि ल्याएर यहाँनेरि उनीहरू बिचली भए आफ्ना घर परिवारसँग टाढा छन्, यति हो कि परिवारसँग उनीहरू फेरि एका भएर बस्नु पर्यो, यति हो मेरो चाहना। कांग्रेसको पनि सम्पूर्ण कांग्रेसका पार्टीका सदस्य साथीभाइ सबैको चाहना यति नै हो। अहिले नेपाली कांग्रेस आन्दोलन गर्दैछ, उता चीनका नेकपाका साथीहरू या भनौँ चीनका गभर्नमेन्टले नेपालमा नेकपासँग साँठगाँठ या के भनौँ नेकपालाई चाहिँ आफ्नो पक्षमा पार्ने हस्तक्षेप गर्ने, स्वतन्त्र रूपमा भन्दाखेरि चीनले नेपालको राजनीतिमा हस्तक्षेप गरेको देख्दा यहाँलाई के भन्न मन लाग्छ? साह्रै लाज लाग्छ। यो देशको नागरिक हुँ, नेपाली कांग्रेसको एउटा नेत्री हुँ, त्यो देख्दाखेरि एकदमै लाजमर्नु कुरा हो। आज यो अरू चीनले हस्तक्षेप यसरी बारम्बार गरेको छ, विभिन्न हाम्रा विदेशका मुलुकका साथीभाइले पनि बारम्बार चीनले यसरी नेपाललाई युज गरिरहेको छ, यस्तो गरिरहेको छ। हरेक चिज चेलीबेटी त सबैभन्दा ठुलो मेजर इस्यु हो हैन, त्योभन्दा पनि विभिन्न अरू बिजनेसको सेक्टरमा पनि हेर्दाखेरि चीनको धेरै ठुलो भूमिका छ। त्यसमा पनि नेपाली जनताले सम्पूर्णले नेगेटिभिटी खेप्नु परेको छ, पीडा भोग्नु परेको छ, यति हो।